मनी पिरो खान सक्ने मान्छे चाहिँ होइन। भ्लग बनाउँछु भनेको पनि कतै हुन लागेछ। अब अति भयो, अब भएन भनेर म चाहिँ आज आफ्नो दैनिकी जीवनको यहाँ भ्लग गर्दैछु। तपाईलाई मन पर्यो भने लाइक गरिदिनु होला, फलो गरिदिनु होला है त। चटपटे बनाउन लागेको सबै कुराहरू मैले काटेँ। अनि खुर्सानी चाहिँ म 2टा मात्रै हाल्छु है, म धेरै पिरो खान सक्दिनँ। अनि मसँग जे छ त्यति हालेँ, सबै सारसुर गरेर बाँकी भएको यो बन्दाहरू पनि हालिदिएँ है। अनि त्यही अघि काटेको खुर्सानी हालेँ। अब मजाले यसलाई चलाउनु पर्यो भनेर अनि साँची त्यो दालमोट पनि हाल्नु छ। अनि दालमोट हालेँ। अनि अब मसलाहरू सबै अब स्वाद अनुसारको नुन मजाले हालेर है मैले अब यसलाई मोल्छु। अनि भाँडा पनि सानो भयो कि मलाई यसमा मोल्न कस्तो गाह्रो भयो। हाल्न त थोरै हाले जस्तो लाग्थ्यो, कति धेरै भएछ कि। अनि फेरि त्यो ठुलो देब्चीमा खनाएर अनि मजाले त्यसमा चलाएँ होइन। अनि मैले चाहिँ के बिर्स्यो भनेको त तेल हाल्न चाहिँ बिर्सेछु के। अनि फेरि तेल ल्याएर तेल पनि अलिक बढी नै हालेँ कि क्या हो। अनि मजाले कागती पनि हाल्न बिर्सेछु। त्यसपछि कागती ल्याएर मजाले कागती हाल्यो। अनि मजाले यसलाई निचारेपछि अब यसलाई चलाउने है। मेरो चाहिँ मुखमा पानी आइसक्यो बोल्दा पनि। अनि मलाई चाहिँ कस्तो खाउँ भएको थियो कि, धेरै भएको थियो चटपटी नखाएको पनि। फेरि चटपटी त साथीभाइसँग खान रमाइलो नि त, एक्लै खान खासै मजा आउँदैन। अनि नुन पनि लागेछ है मजाले। अलि नुन चाहिँ अलिक कम भएको थियो कि क्या हो त्यतिखेर। अनि मैले थपेँ पछि। अनि अब यसमा खनाएँ सानो कचौरामा। अनि है त ल हेर्नु है त, कहाँबाट देखाउने हो, अलिकति नजिकबाट माथिबाट होला होइन। अनि माथि म त कहाँबाट देखाउनु भयो, साइडबाट देखाउनु कि अलि छेउबाट खान्छु ल। मैले चाउचाउ चाहिँ हाल्न बिर्सेछु हौ यहाँनिर, अहिले पो याद भयो है। ओहो मलाई त मुखमा पानी नै आइसक्यो हौ। यो भ्लग हेरेर माया गरिदिनु ल तपाईहरूले। मलाई बानी नभएपछि के भन्ने हुँदो रहेछ कि। हुन त बिस्तारै सिकिन्छ है, मान्छेले गर्दै जाने हो अनि सिक्दै जाने हो। तर धेरै लजाएर पनि हुँदैन रहेछ कि। जति लजायो होइन, अब क्यामेरा देखेपछि चाहिँ मलाई के बोल्ने कसरी हिँड्ने त्यो हेर्ने पनि कता हेर्ने त्यो बानी नभएर अलिक कस्तो अक्कमक्क हुने कि। अनि तर होस् जेसुकै होस्, जे पर्ला भनेर अनि गरेको नि। नाकै चुयो हौ मेरो त। कस्तो पिरो भयो हौ, जम्मा 2टा खुर्सानी हालेको। मनी पिरो खान सक्ने मान्छे चाहिँ होइन। मर्छ कि क्या हो, म त चाहिँ सकिहाल्यो नि। झनै मरेन हौ म त। छ्या के भन्ने झन्नै सर्केर मरेन हौ म त छ्या। अनि सर्केर त्यो भइसकेपछि मैले खान पनि मन लागेन है।
अनि म चाहिँ अब बरु बाहिर जानु पऱ्यो भनेर अनि म बाहिर गएँ। बरु अलिकति माइन्डलाई फ्रेस पनि हुन्छ। म प्रायः जाने ठाउँमै प्रायः त्यही ठाउँमा जान्छु। तपाईँहरूलाई म त्यहीँ लान्छु ल, आज देखाउँछु ल। त्यो घरबाट त्यही 5 मिनटको दूरीमा मात्रै पर्छ, त्यो नजिकै छ। अब म यसो तलसम्म पुग्नु पर्यो। अनि मैले एउटा किताब पनि बोकेको छु। अब म यहाँ एकछिन बसेर किताब पढ्छु। त्यहाँ तलसम्म पुग्छु अनि यसो आफू शरीरलाई व्यायाम पनि हुन्छ। तलसम्म पुग्छु, एकचोटि तल जान्छु, एकचोटि तल, कस्तो एकचोटि तल। आफूलाई त्यो भ्लग गर्ने बानी नभएपछि त्यो क्यामेराको अगाडि बस्दाखेरि अलि हुन्छ नि, शरीर जस्तो नहुने रहेछ कि। म अलिक गलत बाटो आइपुगेछु कि क्या हो। सिप्ली किरा देखेर कसलाई डर लाग्छ? मलाई त खासै डर लाग्दैन है, तर सर्प देखेर चाहिँ डर लाग्छ हौ। सर्प चाहिँ आयो भने मेरो यहाँबाट तुफान कुद्नुपर्छ। आजलाई चाहिँ यति नै। अब अर्कोचोटि भेटौँला है त। त्यतिन्जेलको लागि बिदा लिन्छु।